आउन लागेको नेपाल प्रिमियर लिग एनपिएल को क्रेज र एक्साइटमेन्ट अहिले नेक्स्ट लेभलमा छ। वर्ल्ड क्लास इन्टरनेसनल सुपरस्टार्सहरू एनपिएलमा आइराख्दा धेरैजनाको मनमा एउटा ठुलो क्वेसन छ, केही फरेन साइनिङ्सले हाम्रो लोकल ट्यालेन्ट्स र नेपाल क्रिकेटको फ्युचरलाई रियलमा बेनिफिट गर्न सक्छन् त, कि यसले लोकल प्लेयर्सको अपर्च्युनिटीलाई झन् कम गरिरहेको छ। आजको यस भिडियोमा पनि हामी यसैबारे डिप एनालाइसिस गर्नेछौँ कि कसरी इन्टरनेसनल स्टार्सको आगमनले हाम्रा लोकल ट्यालेन्ट्सको गेम ट्रान्सफर्म गरेर नेपाल क्रिकेटलाई ग्लोबल म्यापमा टप लेभलसम्म पुर्याउन सकिन्छ। जब एउटा 18-19 वर्षको यङ नेपाली बोलरले फ्याफ डु प्लेसिस, जिमी निशम अथवा साकिब अल हसन जस्तो वर्ल्ड क्लास प्लेयरसँग एउटै ड्रेसिङ रुम सेयर गर्छ, त्यो भनेको एउटा नेक्स्ट लेभल एक्सपिरियन्स हुन जान्छ। म्याचको क्रन्च सिचुएसन र टेन्स सिचुएसनमा कसरी काम रहने, प्रेसरमा बल भेरिएसन कसरी गर्ने र प्रोफेसनल माइन्डसेट कसरी मेन्टेन गर्ने, यो सब कुरा हाम्रा युथ प्लेयर्सले डाइरेक्टली लाइभ सिक्न पाउनेछन्। वर्ल्ड क्लास प्लेयरहरू गेमभन्दा अगाडि कसरी प्रिपेयर हुन्छन्, उनीहरूको फिटनेस रुटिन र रिकभरी प्रोसेस कस्तो हुन्छ, त्यो सबैले लोकल ट्यालेन्टको एप्रोच नै बदलिदिनेछ। एउटा यङ ब्याट्सम्यानले इन्टरनेसनल भेटरेनसँग ब्याट गरेर कन्टिन्युस एडभाइस पाउनु भनेको नै फास्ट ट्र्याक ग्रोथ हो। दोस्रो महत्त्वपूर्ण र इम्पोर्टेन्ट पोइन्ट हो हाई क्वालिटी कम्पिटिसन। हाम्रो लोकल ट्यालेन्टले डोमेस्टिक क्रिकेटमा रेगुलर स्पिच र फ्यामिलियर कन्डिसन्समा खेलिरहेका हुन्छन्, तर एनपिएलमा भने फरेन पेस बलर्सहरू 140 किलोमिटर पर आवरमा बलिङ गरिरहेका हुन्छन् र इन्टरनेसनल स्पिनर्ससँग क्वालिटी भेरिएसन हुन्छ। जब हाम्रा लोकल ब्याटर्सले यस्तो क्वालिटी बोलिङको अगाडि कन्टिन्युसली रन बनाउने प्रयास गर्छन्, उनीहरूको ब्याटिङ स्ट्यान्डर्ड्स अटोमेटिकली हाई हुन जान्छ। टेस्ट लेभल र फ्रेन्चाइज लेभल बोलर्सलाई फेस गर्दा उनीहरूको फियर फ्याक्टर साफ मेटिन्छ। सेम एप्लाइज फर आवर बोलर्स। जब इन्टरनेसनल पावर हिटर्सलाई बलिङ गर्नुपर्छ, हाम्रा यङ बलर्सहरू लाइन लेन्थ र बलिङ इन्टेलिजेन्समा इम्प्रुभ गर्न सक्छन्। अरू कुराहरू गर्नुपर्दा अहिले एनपिएललाई वर्ल्ड वाइड क्रिकेट फ्यान्स र स्काउट्सले फलो गरिरहेका छन्। जब फ्याफ डु प्लेसिस अथवा जेसन रोय जस्ता प्लेयर्स एनपिएल खेल्छन्, इन्टरनेसनल मिडिया र आइपिएल सिपिएल स्काउट्सको नजर पनि यो टुर्नामेन्टमा रहन्छ। यदि कुनै लोकल ट्यालेन्टले फरेन इन्टरनेसनल प्लेयरको अगाडि म्याच विनिङ पर्फर्मेन्स दिन्छ भने त्यो न्युज इन्टरनेसनल क्रिकेट फ्रेटर्निटीमा इन्स्ट्यान्टली स्प्रेड हुन्छ। यो पर्फर्मेन्सले हाम्रा नेपाल प्लेयर्सको अर्को फरेन टी20 लिग्स जस्तै सिपिएल, बिबिएल, आइएल टी20 को डोर खोल्न सक्छ। सन्दीप लामिछानेपछि हामी सबैलाई थाहा छ कि नेपाल क्रिकेटसँग कतिपय र ट्यालेन्ट रहेको छ। फरेन प्लेयर्सको प्रेजेन्सले गर्दा यो ट्यालेन्टलाई ग्लोबल एक्सपोजर दिन मद्दत पुग्छ। इन्टरनेसनल स्टार्स आउँदाखेरि टुर्नामेन्टको ब्रान्ड भ्यालु पनि बढ्छ। ठुलो प्लेयर्स आउँदा ठुलो स्पोन्सर्स र हाई क्वालिटी ब्रोडकास्ट सिस्टम्स आउँछ, जसले क्रिकेट एसोसिएसन अफ नेपाल र फ्रेन्चाइजेसलाई रेभेन्यू जेनेरेट गर्न अधिकतम मद्दत गर्छ। हाई लेभल इन्टरनेसनल स्टार्सलाई स्ट्यान्डर्ड ग्राउन्ड, टर्फ पिच र फेसिलिटिज चाहिन्छ। यसले गर्दा नेपालमा क्रिकेट इन्फ्रास्ट्रक्चर र्यापिडली डेभलप हुँदैछ। लिगको इकोनोमी बढ्दा लोकल प्लेयर्सले पनि राम्रो कन्ट्र्याक्ट्स र फाइनेन्सियल स्टेबिलिटी पाउँछन्, जसले फुल टाइम क्रिकेटरलाई डिपेन्डेबल करियर र फाइनेन्सियल स्टेबिलिटी प्रदान गर्छ। धेरैजनाले भन्नुहुन्छ फरेन प्लेयर्सले 4वटा स्पट लियो भने लोकल प्लेयर्सले चान्स पाउँदैनन्, तर डिप रियालिटी के हो भने इजी अपर्च्युनिटी भन्दा अर्न्ड अपर्च्युनिटीले प्लेयरलाई झन् स्ट्रङ बनाउँछ। स्पट पाउनको लागि लोकल ट्यालेन्ट्सहरू बीच इन्टेन्स कम्पिटिसन हुन्छ, जसले गर्दा हाम्रो नेसनल टिमको बेन्च स्ट्रेन्थ एक्सट्रिम लेभलमा सोलिड हुन जान्छ। सो ओभरअल हेर्दा फरेन प्लेयर्सको प्रेजेन्सले लोकल प्लेयर्सको स्पेस खोज्ने भन्दा पनि फरेन प्लेयर्सले नै गर्दा हाम्रा लोकल ट्यालेन्ट्सले उनीहरूको पोटेन्सियल देखाउने एउटा चान्स पाउनेछन्। क्वालिटी कम्पिटिसन, ड्रेसिङ रुम एक्सपोजर्स र फाइनेन्सियल सस्टेनेबिलिटी, यो सबै कुरा मिलेर नै नेपाल क्रिकेटको फ्युचर सेक्योर र वर्ल्ड क्लास हुनेछ। अब पालो तपाईँको। तपाईँलाई के लाग्छ आफ्नो ओपिनियन कमेन्टमा सेयर गर्नुहोला र यस्तै क्रिकेट एनालाइसिस र अपडेटको भिडियोजको लागि भने च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। जय नेपाल, जय क्रिकेट, धन्यवाद।